छ देख नाना बाउ अब कसो गर्ने त बाउले पनि सारा ऋण हाम्रै टाउकोमा थुपाएर गए आमा भने कि बाउ मर्दा काजक्रियामा समेत घर फर्किएर आएनन् मुखिया साहब दिन रातै तनाव दिएको दिए गर्छन् मेरो पैसा कहिले तिर्छस् भनेर अब त पनि काम पाइएला भनेर सदरमुकामतिर गएको थिइस् काम पाउनु त परेको कुरा उल्टे दुःख मात्रै पाएर आइस अब गाउँघरमै केही मेहनत मजदुरी गरौँ भने पनि गाउँमा केही काम पाउने होइन मुखियाको ऋण पनि 60,000 भइसक्यो अब काम पाइहाल्यो भने पनि हामी अनपढले त्यही 50-100 रुपियाँ कमाउने यो पाराले त मुखियाको ऋण तिर्न सकिँदैन भाइ अब त आफै भन् त मुखियाको ऋण चाहिँ कसो गरी तिर्ने होला दाइ हामी जस्ता पिछडिएका गरिब दलित र अनपढको त कुनै पसिनाको मोलै छैन उही बेलामा बा आमाले 2-4 अक्षर चिन्न सक्ने बनाइदिएको भए अहिले केही काम पाउँथ्यो होला यही पाराले त हामी वर्षौंसम्म मेहनत र मजदुरी गरेर पनि मुखियाको ऋण तिर्न सक्दैनौँ दाइ अब हामीलाई भारी बोक्न र खेतबारी जोत्न बाहेक अरू केही काम पनि त आउँदैन दाइ कान्छाबाले पनि गाउँ छोडेर गए राम्रै भएको छ बरु हामी पनि गाउँ छोडेर भागौँ न बरु उतैतिर कसैको भारी बोकेर भए पनि जिन्दगी चलाउँला ए यिनीहरू कुरा यस्तो पो रहेछ उ बेला राधासेले पनि मुखिया साहबको त्यत्रो ऋण पचाएर लाजमा मारी बस्यो लास्टमा कुकुर मरेर मर्यो अहिले आएर छोराले पनि त्यसै पारा देखाउँदछन् बा यो कुरा मेरो अगाडि त गरिहालिस् यो कुरा अरूलाई नभनेस् यदि मुखियाले यो कुरा थाहा पायो भने हामीलाई त जिउँदै खाल्टो खनेर पोड्छन् कसैलाई नगरेस् यो कुरा दाइ अब 2-4 दिन बाटो हेरौँ केही भइहाल्छ कि नत्र त्यसै गरौँला भएन भनेर गाउँ छोडेर जाने पो कुरा गर्दैछन् अब यिनीहरू म लास्टमा त्यसै छोड्दिनँ मैले जाने छु तिनीहरूलाई हेर भाइ यसै त हाम्रा दिन अहिले खराब चलिरहेछन् अब त्यही माथि यो कुरा मुखियाले थाहा पायो भने हामीलाई त मार्छन् भइगयो त अहिले चुप लागेर बस होइन के भएको छ यो दाइले आज भोलि कात्तिके कुकुर जस्तो बिहान बिहान उठ्या छ बराल ल्या छ घरमा त एकछिन बास छैन भने दाइको यस्तै बान्ने होला भाउजू पनि माइत गएर बस्यो कि घरमै नआउने होइन कान्छा बाबा तपाईँको दाजुभाइले के भएको छ के कहिले तपाईँ एक्लै भदौतेर बस्नुहुन्छ कहिले बाबा एक्लै भदौतेर बस्नुहुन्छ तपाईले गर्न खोजे चाहिँ के हो के तपाईँ दुईले म त बुझ्नै सक्दिनँ तपाईँ दुईटाको चालावाला हेर न छोरी दाइ बिहानै उठेर कहाँ जानु भयो अत्तो पत्तो छैन भने यसो चियासिया खाएर गफ गरौँ भनेको कता हो कता कहाँ जानु भएको होला र कान्छा बाबा बाबालाई त त्यही मुखियाको चम्चागिरी गर्दैमा ठिक्क छ आज पनि त्यही जानु भएको होला नि त्यही त भने छोरी यी दाइ यत्रो पढे लेखा मान्छे भएर पनि यिनको बुद्धि किन बिग्रिया होला भने
मैले त केही बुझ्नै सक्दिनँ। होस् छोडिदिनु अब यो कुरा। बाबालाई भनेको कहिले लाग्ने होइन। बरु भित्रै जाउँ, म खाना बनाउने पट्टि लाग्छु। हजुर चाहिँ एकछिन आराम गर्दै गरिछु न। आएदेखिबाट आराम गरेको छु, कति आराम गर्नु। जाउँ बरु भित्रै, म पनि काम सघाउँछु। तपाईँ बस्दै गर्नु नि त, म हात धोएर आउँछु। ए ल ल छिटो आऊ है। यो चुरोट खान थालेपछि सुलुबा पनि खान बिर्से। के हो के? मुखिया साहब नमस्कार। नमस्कार नमस्कार नमस्कार, बस्नुहोस्। अनि मुखिया साहब के हो आज त उही पुरानै पारामा सुल्पा तम्बाकु पो लिएर बस्नु भएको छ त? के गर्नु मास्टर साहब, बजारमा चुरोटको भाउले खाइ नसक्दो भयो। त्यही भएर अर्ग्यानिक खाउँ। अब बारीमा लगाएको तमाकु छ भनेको तमाकु पनि काटेर सुकाएको, आजसम्म पनि सुकिएको छैन। ओ मास्टर साहब भर्खरै आउनुहुन्छ, मास्टर साहबलाई पान्दे। अनि मुखिया साहब हजुरले यस्तो कुरा गरे त सुहाउँदैन पो हो। अनि के कति काम ल्याउनु भएको? के काम थियो कि? कुरो के हुनु नि मुखिया साहब, ऊ बेला रायदासीले पनि हजुरको त्यत्रो ऋण खाएर कुकुर मरेजी मर्यो। अहिले उसका दुईटा छोराहरू पनि गाउँ छोडेर भाग्ने पो कुरा गर्छन् त। होइन, तपाईँ के नचाहिने कुरा गर्दै हुनुहुन्छ? ती दाजुभाइले गाउँ छोडेर जाने कुरा मेरो आफ्नै कानले सुनेर आउँदैछु। ती दाजुभाइहरू गाउँ छोडेर गए भने त टाउको मुन्तिर खुट्टा माथितिर पारेर झुन्नु त मलाई नै हो मुखिया साहबले। बरु हजुरले बेलैमा केही उपचार गरिहाल्नु पर्यो। ए यस्तो कुरा भयो? टाउको तल खुट्टो माथि तपाईँको होइन, अब त्यसका दाजुभाइका पार्नुपर्छ। बरु तपाईँ ढिला नगरेर त्यसका दाजुभाइलाई के भन्नुहोस् भने मुखिया साहबले कुकुरो भाले सबै काटेको छ, मासु भात खानुपर्छ भनेर फगाएर ल्याउनुहोस्। 4 गाउँका मान्छेको बिचमा राखेर नाङ्गै बनाएर त्यसको हिसाब किताब त्यही गर्नुपर्छ। अब हो मुखिया साहब, ती डुम दलितलाई त्यसै गर्नु पर्ने हो। त्यो रायदेशलाई पनि हजुरले पहिला त्यसै गर्नु पर्ने थियो, मरिहाल्यो। तपाईँ धेरै ठुलो कुरो नगर्नुहोस्। अब छिटो जानुहोस्। हस् मुखिया साहब, अहिले म लागेँ। उठे यो राखे। 2-3 काम गर्ने लाग्छ, कागज छ कागज न त पत्तो छैन। ए लगे भेज त। डुमको चाट डुमै देखाउँछ। जति राम्रो गर्न खोज्यो त्यति नै टाउकोमा टेकाउँछ। होइन छोरी, यो दालाई भोक प्यास पनि लाग्दैन कि क्या हो? कमसेकम खाना खान त आउनु घरमा। त्यही त भने बा बिहान नै जानुभएको, खाना खान पनि आउनुहुन्न। खाना खान पनि भुलिसक्नु भयो मुखिया साहबको पछि लागेर त। त्यो कुरा छोडिदिनुहोस्, तपाईँ खाना खाँदै गरिस्यो। म चाहिँ पानी छैन, पानी लिएर छिट्टै हाल्छु। गएँ ल। ओए अमर, अमर, मेरो गाउँतिर काम छ, म गाउँ गएर आउँछु। यहाँ घर राम्रोसँग सम्हालेर बस है। फेरि दायाँ बायाँ भएपछि फेरि खुट्टा काटेर मासु खान्छु फेरि।
नाना बाउ तिमी त सदरमुकाम गएको छौ भन्ने सुनेको थिएँ, कहिले आयो त? ए म त अस्ति नै आइहालेँ। सदरमुकाम काम पाउँछ कि भनेर गएको, त्यत्तिकै दुःख मात्रै पाएँ अनि त्यही भएर म त अस्ति नै फर्केको। तिमीहरूको त मुख्य साहबको पनि कति धेरै ऋण रहेछ है, धेरै तनाव पनि दिनुहुँदो रहेछ। सुनेर कस्तो धेरै मन दुख्यो। बाबाले हिजो घरमा कुरा गर्दै हुनुहुन्थ्यो। के गर्ने हाम्रो त अब मुखियाको ऋण पनि 60,000 पुगिसक्यो। पहिला त बाले खाया हुन्, अब बा पनि बितेर गइगया। अब हामी दुई भाइको टाउकोमा छ, चुक्ता गर्दैछौँ। थाक लाग्यो कि क्या हो? थाकिहाले, घरको बाटो अप्ठ्यारो हुन्छ। अब क्या गर्ने, मैले बोक्थेँ र अब छुन मिल्दैन हामीले। किन मिल्दैन र? के भइहाल्छ, म कसैलाई भन्दिनँ नि। नै हामी दरिद्रले छोको पानी खानुहुन्न भन्छन्, हामीले छुन मिल्दैन। फेरि भोलि गाउँका मान्छेले देखेपछि गाउँ निकाला गरिदिन्छन्। म कसैलाई भन्दिनँ नि। हुन्छ त्यसो हो। नाना बाउ तिमी पनि जाऊ, अब म पनि जान्छु। हस् हुन्छ। ल ल हुन्छ, जाऊ है। ए नानी पानी लिएर आएको? म त आइपुगेँ कान्छा बा। अनि बाबा आउनुभयो त? के को आउँथ्यो, उतै मुखीको पछि लाग्नै ठिक होला। ए अहिलेसम्म आइपुग्नु भएको छैन। अब चाहिँ अंशवर्ण गर्नु पर्यो भनेर के कुरा निकालेको? बुढा त घरमै आउनु छोड्दे। नाना बाउ, ए नाना बाउ। हजुर। तिम्रो दाजुभाइ दुवैजना बाहिर आऊ त। ए मास्टर साहब पो आउनु भएको रहेछ त। नमस्कार मास्टर। नमस्कार नमस्कार। ल बसौँ। के कति कामले आउनु भएको थियो मास्टर साहब? तिमीहरूको दाजुभाइलाई मैले एउटा खुसीको खबर ल्याएको छु। के खुसीको खबर मास्टर साहब, छिटो भन्नु न। बुझे खोइ त, बुझेलाई बोला न त। दाइ दाइ बाहिर आउनु त, मास्टर साहब आउनु भएको छ। क्या खुसीको खबर गरे? क्या खुसीको कुरा हो त? खै के त तमन के हो? हेर बुझे, नाना बाउ तँ पनि सुन। आज मुखिया साहब धेरै खुसी हुनु भएको छ। तिमीहरूले मुखिया साहबसँग लिएको ऋण सब मिना गरिदिने रे। अब तिमीहरू तिर्नु पर्दैन। त्यति मात्र हो र, माथि चौरमा रातो भाले काटेर तिमीहरूलाई भोज खुवाउने रे। त्यही भएर म लिन आएको तिमीहरूलाई। अच्छा र, फेरि कहिलेबाट मुखिया साहब फेरि दयालु भए त? होइन मास्टर साहब, साँच्चीकै हो र मुखिया साहबले हाम्रो ऋण माफी गरिदिने? दाइ मुखिया साहबले त हाम्रो ऋण माफी गरिदिने गरे। खै भाइ, म क्या भनौँ, रातारात मुखिया साहब यति परिवर्तन हुने मान्छे त होइन। क्या गरी दयालु भयो त? खै मलाई त विश्वास लागेन भाइ। हो बुझे हो, मुखिया साहब आज धेरै खुसी हुनु भएको छ। तिमीहरूले मुखिया साहबसँग लिएको ऋण सब मिना गर्ने रे। यसमा तिमीहरू दाजुभाइले कुनै शङ्का नमान्नु। त्यति म त कहाँ हो र, माथि चौरमा रातो भाले काटेर तिमीहरूलाई भोज खुवाउने रे।
त्यसै भएर म तिमीहरूलाई लिन आएको बरु ढिला नगरी जाउँ हिँड ल ल छिटो जाउँ ढिला भइसक्यो माथि मुकेश कुरेर बस्नु भयो होला नाना बाबु छिटो जाउँ बुझी चाँडै गरौँ न हस् मास्टर साहब दाइ आज त मासु भात टन्न खाने हो अलि छिटो आऊ न मास्टर साहब के को खुसीमा हो मुखिया साहबले साँच्चीकै हाम्रो ऋण माफी गर्न खोज्नु भएको हो जाउँ न जाउँ अरू कुरा माथि गएपछि थाहा पाइहाल्छ नि के कुरामा मिना गर्ला मुकेश साहबले सबै तिमीहरूलाई भनिहाल्छन् नि मलाई त मास्टर साहब र मुखिया साहबको विश्वास नै लागेको छैन अब रातारात यतिका परिवर्तन कसरी आउला र खै हेरौँ फेरि पनि कतै हो भगवानले दया गर्न लाउनु भयो कि होस् कतै हाम्रो पनि दिन खुलेछन् कि छिटो दाइ अहिले त टन्न खाने हो मासु भात खालास मासु भात खान्छौ कि सिस्नो पानी खान्छौ त्यो त मलाई मात्रै थाहा छ आखिरी डुम्को जात सानो कुरा भन्ने थिएँ विश्वास मानि पो हाले त यो मास्टरलाई छिटो लिएर आ भनेको मान्छे कहाँ मुन्थ्यो होला अहिलेसम्म काहीँ नाना बाउका दाइ भाइसँग गाउँ त छोडेर भागेन त्यो मास्टर पनि कहाँ गतिलो हो र आइपुगेँ मुखिया साहब आइपुगेँ दुवैजना लिएर आएको छु जो मुखिया साहब जो मुखिया साहब दाइ मासु भात त पकाएकै छैन त तँलाई मासु भात चाहियो समातिलाई भात सिसिदमा लाउ न तिमीहरूलाई मुखिया साहबको ऋण तिर्न पर्दैन अब तिर्दैन ठोक्नुहोस् मास्टर साहब मुखियाको पैसा खाएर भाग्न खोज्ने ठोक्नुहोस् यसको दाइ भाइलाई हड्डीबाट पानी निकाल्लासम्म मुखियाको ऋण तिर्न सकेर तिमीहरूको बाउलाई पनि मैले यस्तै ठोक्ने विचार थियो जुन छोडेर गल्ती गरे के गर्नु अहिले त मरिहाल्यो